अहिलेका रासोपाका कार्यकर्ता जस्तै उन्मत्त थिए नेकपा एमालेका एक थरी नेता कार्यकर्ताहरू चुनाव अगाडिसम्म। भुइँमा खुट्टो हुन्थेन। जब गत निर्वाचनमा मरिच झैँ गरी चाउरिन पुगे जनताहरू जनार्दन रहेछन् भन्ने बल्ल भ्यू पाएका छन्। हुन त पार्टी आफैमा कुनै खराब छैन, फरक यति हो एक थरी सिद्धान्त बोकेका पार्टी छन् त कुनै सिद्धान्त फिद्धान्त थाहा छैन, हामी जनताको सिपाही हुँ भन्दै उफ्रिन्छन्। सिद्धान्तका कुरा गर्ने हो भने कुनै बेला अन्तर्राष्ट्रिय मिडियाले नेपालमा कार्ल मार्क्स छन् भनेर विश्वमा कम्युनिस्ट नेताको महान छवि बनाउन सफल स्वर्गीय मदन भण्डारीको पार्टी हो नेकपा एमाले। तर अहिले त्यही पार्टी पुँजीपतिहरूको शिकार भएको छ अनि पपुलिजममा रमाउन थालेको छ। र त के गरेको कमरेड भन्दै होलान् स्वर्गबाट जबजका प्रणेता मदन भण्डारी पनि। अरू बेला काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भएका एमालेका नेता कार्यकर्ता जब जेठ 3 गते आउँछ अनि भने मदन आश्रितको अभाव खड्कियो भन्दै गोइका आँसु बगाउँछन्। गाडीको सिसा जसरी फुटेर चकनाचुर भएका कम्युनिस्टहरूको यो अलाप पनि यस्तै थियो यो पटक। एमालेमै सीमित समाजवादको कालो चस्मा जनताले पत्याएनन् कम्युनिस्ट हिँडे कुन बसमा। नेपाली कम्युनिस्ट पार्टीहरूको समाजवाद पछिल्लो समय सिंहदरबारका चिल्ला गाडी, बालुवाटारका सुकुटे मिटिङ र तारे होटलका बिफ स्टेकिङ बैठकहरूमा निकै गजबले फस्टाइरहेको छ। कम्युनिस्ट पार्टी हिजो सर्वहाराको थियो, आज सर्वहारा जे भेटे पनि खाइदिने भएको छ। र त गत निर्वाचनमा जनताले कम्युनिस्टहरूलाई चखना बनाएर खाइदिए। कुनै समय थियो विश्वकै चर्चित पत्रिका न्युजविकले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई नेपाली कार्ल मार्क्स भन्दै समाचार छाप्थ्यो। तर अहिले स्वर्गीय मदन आश्रितको स्मृति कर्मकाण्डी बनाइदिएका छन्। जब जेठ 3 आउँछ तब कमरेडहरूलाई हठात क्रान्ति सम्झना आउँछ। तर त्यो क्रान्ति पनि अचेल यति डिजिटल र हाइटेक भइसक्यो कि श्रद्धाञ्जली दिन दासढुङ्गा पुगिरहनु पर्दैन। सबैभन्दा रोचक कुरा पार्टीका सुप्रिमो केपी शर्मा ओली कमरेड आफै श्रद्धाञ्जली कार्यक्रममा पुगेनन्। सायद उनी निकै ठुलो क्रान्तिकारी समीकरणमा व्यस्त थिए होलान्। आखिर फेसबुकमा एउटा भावुक स्ट्याटस र एआईले बनाएको मदन भण्डारीको तस्बिर पोस्ट गरिदिएपछि श्रद्धाञ्जली त अटो अपडेट भइहाल्छ नि। भौतिक रूपमै उपस्थित भएर पसिना बगाउनु त बुर्जुवा चलन हो, यही ठाने यो पटक सच्चा कम्युनिस्ट जनले पनि। मदन आश्रितका विचार बचाउनु भन्दा आफ्नै सत्ताको अचार बचाउनु धेरै महत्त्वपूर्ण हुन थालेको छ एमाले भित्रै। हिजो सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्न हिँडेका कमरेडहरू आज दलाल पुँजीवादका ब्रान्ड एम्बेसडर बनेका छन्। मार्क्सले भनेका थिए संसारका मजदुरहरू एक हौ, तर नेपालका मार्क्सवादीहरू भन्छन् संसारका ठेकेदार, माफिया र दलालहरू हाम्रै पार्टीमा हौ। कार्ल मार्क्स जीवितै भएर आजको नेपालको एमाले वा अन्य कम्युनिस्ट पार्टीको लाइफस्टाइल देख्थे भने उनी आफै दास क्यापिटल जलाएर सेयर बजारमा लगानी गर्न थाल्थे होलान्। सर्वहाराका नेताहरूका महल, प्राडो र पजेरो देख्दा लाग्छ नेपालमा गरिबी निवारण त भएन, तर कम्युनिस्ट नेताहरूको दरिद्रता निवारण 100% सफल भएको छ। ऐना फुट्यो भने मान्छेहरू ऐना फाल्छन्, तर नेपाली कम्युनिस्टहरू ऐना फुटेपछि त्यसका 100वटा टुक्राहरूलाई केन्द्रीय कमिटी घोषणा गर्छन्। नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी, क्रान्तिकारी, विप्लव, जनमोर्चा यति धेरै पार्टी छन् कि निर्वाचन आयोगलाई पनि चुनाव चिन्ह पुर्याउन दौ दौ भइसक्यो। यसरी फुटेर चक्राचुर भएकाहरू फेरि महिनामा 2 पटक वाम एकताको बाँसुरी बजाउँछन्। पार्टी फुट्दा वैचारिक मत भिन्नता भनिन्छ, जो त ऐतिहासिक आवश्यकता भनिन्छ। तर भित्री चुरो कुरो के हो भने जबसम्म सत्ताको चाबी फलामको हुन्थ्यो यिनीहरू फुट्थे, जब सत्ताको चाबी सुनको बन्छ यिनीहरू फेरि कुद्छन् र भन्छन् क्रान्तिकारी ध्रुवीकरण भयो। मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरेका थिए। आजका नेताहरूले त्यसलाई परिमार्जन गरेर नेताको बहुदलीय धनवाद बनाइदिएका छन्। त्यसैले जबसम्म सत्ताको स्वाद चाख्न पाइन्छ तबसम्म श्रद्धाञ्जली कार्यक्रममा ओली कमरेड नपुगे पनि, विचार मरे पनि, पार्टी फुटे पनि केही फरक पर्दैन। आखिर नेपालमा कम्युनिस्ट हुनुको अर्थ क्रान्ति गर्नु कहाँ हो? मात्र चुनाव जित्नु, सरकार बनाउनु र अर्को वाम एकताको नाटक मञ्चन गर्नु त हो। मत परिणामबाट थलिएका नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, ओली, प्रचण्ड लगायतका कम्युनिस्टहरूलाई योभन्दा बढी नभनौँ। अन्त्यमा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति श्रद्धा सुमन।